खिचिराख्नु यहाँ बन्द नगरमा हुनु जानुस्, जिल्लामा जानुस्, कहीँ पनि जानुस्। बिना पैसा कुनै पनि काम नगरेपछि भ्रष्टाचार खुलेआम खुलेआम भ्रष्टाचार भएको हुनाले गर्दाखेरि यो भ्रष्टाचारबाट एकदम दिक्क भएर होइन अब देशैभरि सबै भ्रष्टाचारमा लिप्त भएका देखेर चाहिँ आफ्नो कार्यक्षेत्रलाई चाहिँ अब के कमी थियो होला र हामीले सोधेर यस पार्टीका सभापति श्री रवि लामिछानेलाई पनि के कमी थियो होला अमेरिका बसेर होइन आफ्नो टिभी च्यानल चलाएर मनकै पैसा आर्जन थियो नि तर पनि अब यो देशमा चाहिँ सबै भ्रष्टाचार मात्रै हुने सबै चाहिँ लिप्त भएर चाहिँ के अरे चाहिँ लिप्त भएर पैसाको मात्रै खालि खोजी गर्ने कमिसन मात्रै खाने अनि बाँकी बनाउने कुरामा केही पनि छैन। अहिले हामी हेरौँ न सरकारी स्कुलहरूमा हामी तर यता तराईतिर होस् जहाँसुकै होस् काठमाडौँ पाए काठमाडौँमा त भर्खर हाम्रा बालेन आएको भएर चाहिँ अलिकति शुद्धिकरण भयो भर्खर यो हाल 7-3 वर्ष भयो। त्योभन्दा पछाडि अब अहिले जुनसुकै क्षेत्रमा पनि सब डामाडोल सबै ढलान गर्ने बिल्डिङ बनाउने कमिसन खाने बाँकी काम सुशासन काम सबै छोडिदिने अब गर्नुपर्ने कुराहरू सबै छोडिदिने जहाँ पैसा आउँछ त्यतैतिर ध्यान दिने नभए चाहिँ मतलबै नगर्ने। अनि एउटा सानो कामको लागि हजुर गरेर जहिले पनि भन्नुपर्ने उही पहिले राजा शासनमा चाहिँ भए जस्तै राजा शासनले धेरै चाहिँ नराम्रो कामहरू गरे राम्रो पनि गरेथे राम्रो पनि हुँदै थियो उनीहरू बिस्तारै हुँदै आएका थिए। पछि अब त्यो धेरै नै मान्छेलाई अत्याचार गरे भएर काङ्ग्रेसपछि काङ्ग्रेसले पनि अब चाहिँ व्यापक भित्रभित्र उनीहरू साडगाड मिलाएर चाहिँ खालि भ्रष्टाचारै गर्नु थाले। त्यो देखेर कम्युनिस्ट आएपछि कम्युनिस्ट पनि त्यसरी फेरि बोले। अब त्यस्तो हुँदा माओवादी आयो। माओवादी पनि अब चाहिँ 10 वर्षमा 20 वर्षमा म एसिया बनाउँछु भनेर लागि पर्यो। त्यो पनि उही अहिले 10 वर्ष 30 वर्ष भइसक्यो केही पनि भएको छैन। अनि भन्दा अब अहिले यो सबै हुटुटी यो सबै भ्रष्टाचार देखेर चाहिँ सहन नसकेर गरिब जनताहरूको दुःख देखेर चाहिँ हाम्रा सभापतिले चाहिँ अहिले पहिले पनि त्यस्तो कार्यक्रम चलाएको थियो जो चाहिँ मैले केही गर्छु भने त्योबाट कसैले उसलाई चिनु उसले केही गरोस् भन्ने धारणाका व्यक्ति हुनुहुन्थ्यो। अमेरिकामा बस्दा पनि उहाँले धेरैलाई सहयोग गर्ने सबै कार्यक्रमहरू चलाउने सहयोग गर्ने असहायहरूलाई चाहिँ धेरै सहयोग गर्ने काम गरिरहनुहुन्थ्यो। र त्यसपछि उहाँ अमेरिका छोडेर नेपाल आउनुभयो। नेपाल आएर उहाँले एउटा सिधा कुरा जनताको प्रोग्राम चलाउनु भयो। त्यसमा सबैलाई अवगतै छ। हामी त दिनरात हेरिरहेको छौँ होइन। दुःख परेको मान्छेहरूले अब कहाँ जाने भन्दाखेरि त्यो सिधा कुरा जनताकोमा जाने भनेर मान्छेहरूले होइन सम्झिराखेका हुन्छन्। त्यही गरेर खबर पनि गरिरहेका हुन्छन्। र त्यहाँबाट उहाँ सभापतिको टिम गएर धेरैलाई उतारेर धेरै राम्रो काम गरे भएर उहाँले अब यो अरू पार्टीबाट चाहिँ देश बन्दैन। अब देश बनाउने हुटुटी कसलाई हो त उहाँसहित अब सबै जनतालाई चाहिँ अब एकीकृत गरेर चाहिँ देश बनाउनु पर्छ। अब यो भ्रष्टाचारमा लिप्त भएको यो हाम्रो राज्यलाई चाहिँ भ्रष्टाचारबाट बहिष्कार गराउनुपर्छ भनेर उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको निर्माण गर्नुभयो। त्यसमा उहाँले उदाहरण स्वरूप 21 जना आफू जस्तै होनार होइन सांसदहरू चाहिँ उहाँले संसदमा भित्राउनु भयो आफूसहित। र यो कुरा चाहिँ अहिलेका पुराना दलहरूलाई हजम भएन। उहाँले धेरै कुराहरू उठाउनु भयो जो 10 वर्ष 20 वर्ष 30 वर्ष अगाडिदेखि भित्रभित्र मिलो मतमा साँठगाँठ गरेर सङ्गठित भएर जो भ्रष्टाचार गरेका थिए त्यसका कुराहरू सबै उठाउनु भयो। त्यसले गर्दा उहाँहरूलाई हजम भएन। ओहो अब यसलाई त हामीले त चुनावमा त के अरे ल सक्छौ भने तिमी आऊ न त फिल्डमा होइन तिमी पार्टी खोलेर आऊ भनेर ती अहिलेका शीर्ष नेताहरू 3 जना नेताहरूले भन्नुभयो। तर पार्टी खोलेर उहाँ आउनुभयो र 21 जना सांसदसहित उहाँ संसदमा प्रवेश पनि हुनुभयो। तर त्यहाँदेखि अब त्यो आफ्ना उहाँहरूको कालो करतुत खोलेपछि अब सबैको सातो गयो। सातो गएपछि के भयो भन्दा ल यसलाई चाहिँ अब बाँकी राख्नु हुँदैन। अब यसले चाहिँ हाम्रो चाहिँ हामीलाई सबैलाई बाख्रा खोरमा हुले जस्तो सबैलाई चाहिँ खोरमा हुल्लिभयो यसले भनेर चाहिँ उहाँहरूले चाहिँ अब के गर्नुभयो भन्दा अब चाहिँ जालसाजी गर्नुभयो। त्यसैले जालसाजी गरेर अहिले सहकारी जबकि कोही मान्छे त्यसमा चाहिँ सहमति कोही पनि न सदस्य छ न केही छ कुनै पनि आधार नभइकन एउटा चाहिँ कुनै कम्पनीको चाहिँ होइन
अब त्यो कम्पनी चलाउनको लागि थोरै दिएको सेयरको चाहिँ सेयर धनीको नाताले उहाँले अब कम्पनीमा त्यहाँ भएका स्टाफलाई चाहिँ तलबहरू दिएको काटिएको चेकको आधारमा अहिले चाहिँ उहाँलाई सहकारी ठग भनेर चाहिँ अहिले जेलमा राखिरहेछ। भने यस्ता भ्रष्टाचारीहरूलाई चाहिँ अब विरोध गर्नुपर्छ र आउँदा दिनमा अब यो भ्रष्टाचारीहरू समक्ष हाम्रा पनि गाउँमा अनेक समस्याहरू हुन्छ। त्यो समस्याहरूलाई हामी दिन प्रतिदिन सुनिरहेका हुन्छौँ। त्यहाँ वाडा गएको कामै भएन, जिल्लामा गएको कामै भएन, त्यहाँ जाँदा पनि पैसै माग्छ, वहाँ जाँदा पनि पैसै माग्छ, के गर्ने बाबु छैन। अब भत्ताकै कुरा गरौँ, भत्तामै पनि त्यस्तो भइरहेछ। अरू त के गर्नु, हामी म छिमेकी एउटा गाउँको नाताले पनि, गाउँ बस्तीको नाताले, एउटा छिमेकीको नाताले पनि हाम्रै दौदोपर वार्ड मिथिला नगरपालिका 9 वार्ड पडारीमा बेङ्गडामा 170 जनाको भत्तै गायब गरे। अब हेर्नु 170 जनाको भत्तै गायब गरे। हामीले त्यो कुराहरू माथि पुर्यायौँ, तर पुर्याउँदाखेरि पनि त्यसको सुनवाई भएन। किन भन्दा उहाँहरूको ढाकछोप गर्ने, अब त्यो ढाकछोप गर्ने चाहिँ श्रेय उहाँ बस्नु भएको छ माथिल्लो निकायमा। उहाँले तल्लो निकायको मान्छेलाई जस्तो मेयरलाई भयो, कसलाई थर्काउनु पनि उहाँलाई के गरेको, यस्तो नगर, यस्तो गरिस् भने तँलाई म यसो गर्छु भने धम्क्याएर त्यसलाई भित्रभित्रै फेरि त्यत्तिकै सेलाउने काम गरे। अब आफ्नो चाहिँ जागिर जाने हो भनेर उहाँले फेरि माथिल्लो निकायकोमा गएर भनेर अनि आफ्नो चाहिँ कालो कर्तुतहरूलाई चाहिँ त्यतिकै ढाकछोप गराउने काम गर्नुभयो। त्यसैले अब त्यो चाहिँ हामीलाई जनशक्ति अलि अभाव भएको हुनाले गर्दा हामी अलिकति पछाडि पर्यौँ। त्यसैले अब यसै यो वाडा हाम्रो बर्दिवास नगरपालिकाको वाडा नम्बर 6 र 7 मा अहिले अधिवेशन यो वाडा समिति गठन हुन गइरहेछ। अब यो समितिले तपाईहरुले आफ्नो गाउँमा भएको समस्याहरू के छ, समस्याहरूको प्रति सबैजना एकजुट भएर अब आउने समिति पनि एकजुट भएर अरू गाउँका सबै आफ्ना दुःख, जस्तै अब बर्दिवास नगरपालिकामा धेरै बोर्डिङ स्कुलहरू छ, हाम्रो मिथिलामा पनि धेरै बोर्डिङ स्कुल छ। बोर्डिङ स्कुलमा हेर्नु अहिले कोही त्यो अनुगमन टोली कोही पनि छैन। अब कसरी होस्, सबै माथिल्लो निकायमा छ, उनीहरूको मान्छे छन्। अब तल्लो निकाय बोर्डिङ स्कुलको मान्छेहरू नै त्यही सङ्गठित त्यो भ्रष्टाचारमा त लागेका छन्। अनि त्यो लागेको कारण के भने अब बोर्डिङ स्कुलमा भएभरको अहिले हाम्रा यी चाहिँ दुःख गरेर आर्जेर यसो राम्रो पढाइ हुन्छ कि सरकारी स्कुलमा तलब भत्ता मात्रै लिन्छन् तर पढाइ चाहिँ राम्रो हुँदैन, त्यही पनि बोर्डिङमा पढाएर मेरो छोराछोरीको भविष्य राम्रो हुन्छ कि भन्ने हेतुले बोर्डिङमा लगेर भर्ना गरिएछ। तर त्यहाँ पनि लुट छ। अब त्यहाँ यति लुट छ कि त्यो भन्न गयो भने हुँदैन, लैजाऊ न अर्को स्कुलमा कहाँ राम्रो पढाउँछ त्यहाँ लैजाऊ भनेको छ। हाम्रो त यस्तै हो भनेको छ। अनावश्यक बिलहरूमा चाहिँ लेखिया छ। जो अब खेलकुद भनेको छ, अब चाहिँ मेडिकल भनेको छ, कम्प्युटर पढाइ नै हुँदैन, कम्प्युटरको चाहिँ भनेको छ। सबै जोडेर अनावश्यक पैसाहरू जोडेर अनावश्यक फी जो हुनुभन्दा बढी नै फी लिएर मान्छेलाई अब हाम्रो चाहिँ लुट्ने प्रविधि, गाउँघरमा लुट्ने प्रविधि एकदम बाक्लो भइरहेछ। यसमा चाहिँ अब यो बर्दिवास नगरपालिकाको अब आउने 6 र 7 का नयाँ हाम्रा समितिका मान्छेहरूले आफ्नो गाउँमा आफ्नो नगरमा के भइरहेछ, कसो भइरहेछ, मेरो गाउँमा यस्तो भएको छ, कसले भ्रष्टाचार गर्छ, यो भ्रष्टाचार दिनु हुँदैन भनेर अब एक भएर 2 हुन्छ, 2 भएर 4 हुन्छ, 4 भएर 8 यो क्रमले बढ्दै जान्छ। त्यसरी बढेर एकीकृत भएर सबै एकीकृत भएर यो समस्याहरूप्रति चाहिँ सबैले आवाज उठाउनु पर्छ। सबैले आवाज उठायो भने भोलि त्यो अवश्य त्यसमा सफलता पाइन्छ। सफलता पाएर भोलि हाम्रो यही गाउँ अब अहिले सबैको घरबाट विदेश नगएको मान्छे कोही पनि छैन, सबजना विदेश गएको छ। अबको 10 वर्ष पछाडि सबै विदेश जाने घरका चाहिँ भर्खरको भाइ दाजु बाउ सबै विदेश जाने अनि घरमा महिलाहरू मात्रै बस्ने। अनि महिलाहरू मात्रै बसेपछि घरमा तलमाथि केही पर्यो भने त्यो लास उठाउने मान्छे पनि हुँदैन हैन। अर्को केही समस्या आयो जाउन दौडेर त्यो पनि हुँदैन। बिना त्यो त पैसा त छँदैछ, पैसा बिना काम हुँदैन। त्यो अवस्था अबको 10 वर्षमा झन् बाक्लो भएर यहाँ त अब लोग्ने मान्छे नि प्राय हुँदैन होला जस्तो लाग्छ। भए पनि बुढाखाडा हाम्रा बाउहरू हैन, हाम्रो काका बाउहरूको उमेरका मान्छेहरू मात्रै, ताकि केही गर्न नसक्ने मान्छे मात्रै हुन्छ। त्यही भएर अब तपाईहरु सबै सङ्गठित भएर आउने नयाँ समितिले पनि यहाँका चाहिँ समस्याहरूप्रति चाहिँ एकदम चासो राखेर एकीकृत भएर
होइन सम्पर्क गरेर माथिल्लो निकायसँग हुन्छ कि तलैबाट हुन्छ कि सुल्झाएर एकीकृत भएर आउँदा दिनमा यहाँको आवाज भएर यसै हाम्रो ठाउँलाई भोलि चाहिँ सहर त्यसै भएन अस्ट्रेलिया अमेरिका भनेर मान्छे दौडेछ तर अस्ट्रेलियामा के छ अमेरिकामा के छ केही पनि छैन त्यहाँ पनि हाम्रै जस्तो ठाउँ हो त्यहाँको हाम्रै जस्तो ठाउँ हो त त्यहाँ के हो त्यहाँका मान्छे चाहिँ एकीकृत भएर बर्दिवास र ढल्केको कुरा गरौँ ढल्केमा आज त्यो बर्दिवासमा त्यहाँ हिजो चाहिँ 2-4वटा घर मात्रै हुँदाखेरि ढल्के त सहर भइसकेको थियो तर त्यो किन विकास हुन सकेन आज बर्दिवास किन विकास भयो भन्दा बर्दिवासमा सहर बनाउने एउटा हुटुटी छ त्यहाँका समुदायको मान्छेको अलिकति हुटुटी भएको हुनाले गर्दा होइन त्यो हुटुटी भएको ठाउँको मान्छे हो 7 र 6 र 7 भन्दा हाम्रो गएको चौलिखा बजारलाई फेरि राम्रो बनाएर एउटा सहरीकरण किन नगर्ने किन नबनाउने त्यही भएको मणिपुरलाई पनि किन सहर नबनाउने होइन कसरी यो सहर हुन्छ भनेर व्यवस्थित किसिमको सहर बनाउनको लागि आउने समितिले होइन एकजुट भएर लाग्छ भन्ने आशाका साथ यस आउने समितिलाई पनि होइन उत्तर प्रगतिको कामना गर्दै म मेरा 2 शब्द यहीँ टुङ्ग्याउँछु जय देश जय घन्टी। धन्यवाद निरञ्जन बस्नेतज्यू उहाँले समष्टिगत रूपमा देशको र आफ्नो गाउँघर वरपरका भए गरेका घटनाहरूको समष्टिगत चित्रण गरेर उहाँ स्टेजबाट बिदा भइसक्नु भएको छ। यसै गरी अब अर्का वक्ता हाम्रो आदरणीय दाजु खेमबहादुर कार्कीज्यूलाई आफ्नो सानो मन्तव्यको लागि स्टेजमा आमन्त्रित गर्दैछु। दाजु खेमबहादुर कार्कीज्यू उहाँको अमूल्य समयको लागि हार्दिक धन्यवाद दिँदै अबको माइक उहाँको हातमा हस्तान्तरण गर्दैछु। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद। सर्वप्रथम म एउटा कुरा भन्न चाहन्छु कि म तितो सत्य थोरै बोल्न चाहन्छु। अब हिजोका हामीहरू के हो भनेर भनेदेखि इन्डिया जस्तो देश बनाउँछु या त रुस जस्तो देश बनाउँछु या त चीन जस्तो देश बनाउँछु भनेर तपाईँ हामीसँग यी बाघको छाला ओढेर भित्र चाहिँ स्याल बसेकाहरूले हामीसँग भोट लिए। नभएदेखि जस्तै कि लेनिन भए लेनिन कहाँका थिए रुसका थिए रुस जस्तो बनाउँछु भनेर हामीसँग भोट लिए। अहिले देश के रुस बनेको छ त कुरो आयो के अरे लेनिनको मार्स जस्तो देश बनाउँछु भने चीन जस्तो देश भएको छ हाम्रो नेता। इन्डिया नेपाली काङ्ग्रेस इन्डियाबाट निस्केको होइन के अरे विश्वेश्वर कोइरालाले यो पार्टी के सञ्चालन गरेको हो त्यो विश्वेश्वर कोइराला यस्तै थिए के मार्क्स लेनिन यस्तै थिए र यिनीहरूले हामीहरूलाई यसो गरिदिन्छु उसो गरिदिन्छु लडाइँ ठकाइ पारेर भोट लिनको लागि मासु रोटी के खुवाएर हामीसँग भोट लिएर हामीहरूलाई भोलि हातमा बोटको लिएर भिख माग्न आउँदैछ। यो कुरो तपाईँ हामीले बुझ्नुपर्छ। र म तितो सत्य 2टा कुरा भनेर म के भन्न चाहन्छु भनेदेखि अब हामीहरूले विश्वास गर्ने को माथि विश्वास गर्ने भन्नु एमाले माथि गर्ने कि काङ्ग्रेस माथि गर्ने कि के अरे माओवादी माथि गर्ने। अब यी लाज नभएका नगतराहरू तपाईँ हामीको सामु फेरि भोट लगाउनुहुन्छ हामी यो गरिदिन्छौँ भन्छ त्यो गरिदिन्छौँ भन्छ तर यिनीहरूले गर्ने केही पनि होइन। देश जित्दै छ। तपाईँ हामी हिजोको के भनेर भनेदेखि किसान भोलि हरुवा चरुवा बन्न बाध्यता हुँदैछ र आफै विचार गर्नुहोस्। योभन्दा अगाडिका दाजुभाइहरूले बोल्नु भएको छ। म यही सानो तितो कुरो यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। धन्यवाद दाजु खेमबहादुर कार्कीज्यू। अब हाम्रो बर्दिवास नगरपालिका वार्ड नम्बर 3 उहाँको गाउँको ठेगाना हो। महिला नेत्री कृपया स्टेजमा आएर आफ्नो 2 शब्द साथै अहिलेको कमिटी 6 र 7 को अधिवेशनको कमिटीका मेम्बरहरूलाई पनि नाम
प्रसारण गरिदिनु होला यसै माइक मार्फत। सजिता बस्नेतज्यू उहाँलाई स्टेजमा आमन्त्रण गर्दछु। महिला नेत्री सजिता बस्नेतज्यू जय घन्टी। आज यस बर्दिवास नगरपालिका अन्तर्गतको 6 नम्बर र 7 नम्बर वडामा 6 नम्बर वडामा उपस्थित हुनुभएका दुईटै वडा भनौँ न दुईटै वडाबाट उपस्थित हुनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा फेरि पनि स्वीकार्नुहोस्। नमस्कार, जय घन्टी। अब हामीले हिजोको पुराना दलहरूलाई धेरै हेरिसकेका छौँ। तपाईँ हाम्रै अगाडि धेरै कुराहरू गरेर धेरै चुनावका बेलामा धेरै प्रतिबद्धताहरू जनाएर जानुहुन्छ, तर उहाँहरूको काम भने शून्यमा गनिन्छ। अहिलेसम्मको उहाँहरूको परिणामलाई हेर्दाखेरि हाम्रो पूर्ववक्ता साथीहरूले धेरै कुराहरू भन्नु भएको छ। यो विषयमा मैले धेरै कुराहरू यहाँ भनिराख्नु नपर्ला। राष्ट्रिय स्वतन्त्र पार्टी किन जन्मियो, केका लागि जन्मियो र हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा किन आबद्ध छौँ भन्ने कुरा चाहिँ अहिले तपाईँ हाम्रो अगाडि यी पुराना दलहरूले गरिरहेका क्रियाकलापबाट चाहिँ प्रष्ट छ है। अहिले भर्खरै एउटा समाचारहरू सबैजनाले सुनिराख्नु भएको छ। यता सौदाईतिर चाहिँ टिका भट्टामा जिउँदै जलाएर मारेको अफ्ताब आलमलाई एउटा पार्टीको चाहिँ एउटा संरक्षक पाएर उसलाई चाहिँ अदालतबाट सफाइदिएको अवस्था छ। त्यही केसमा त्यस्तै एउटा केस एउटा मानव एउटा रवि लामी छानेलाई सहकारीबाट उसले एउटा सदस्यतासम्म प्राप्त नगरेको अवस्थामा उसले कहीँ कतै पनि ऋण गरिएको अवस्थामा राजनीतिक प्रतिशोधको कारणले राजनीतिक प्रतिशोध साधेर जेलसम्म पुर्याएको छ। यसको कानुनलाई यसको अवस्थालाई हामीले कानुन किन फाल्ने? तपाईँ हाम्रो हातमा छ है, तपाईँ हाम्रो काँधमा आइसकेको छ। अब चाहिँ हामीले नगरेको कसले गर्ने र अहिले नगरे कहिले गर्ने? यही कुरालाई आत्मसात गरेर आज तपाईँ हामी यसरी हातेमालो गरेर एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा जोडिन चाहेका छौँ। यहाँ सबैजनालाई शुभकामना अल द बेस्ट भन्न चाहन्छु है। सबैजनाले एउटा हातमा हात काँधमा काँध मिलाएर अगाडि बढ्यो भने पक्कै पनि हाम्रो यो अभियान सफल हुनेछ भन्ने शुभकामना यहाँलाई दिँदै आज यस वडामा यस वडाको वडा अधिवेशनमा 6 नम्बर वडामा हाम्रो चाहिँ एउटा समिति गठन भएको छ। जो समितिको चाहिँ नाम म यहाँ पढेर सुनाउन चाहन्छु र मैले नाम भनिसकेपछि सबैजना समितिमा भएका साथीहरूलाई यहाँ अगाडि आइदिनु हुनको लागि म हार्दिक अनुरोध पनि गर्दछु। मैले 6 नम्बर वडाबाट यो नाम वाचन गर्न चाहेँ है। सभापतिमा हुनुहुन्छ जय बहादुर घिसिङ। कृपया जय बहादुर घिसिङ सर हाम्रो यो अगाडि आइदिनु होला। जय घन्टी। उपसभापतिमा हुनुहुन्छ इन्द्र बहादुर शाही। इन्द्र बहादुर शाही हजुर पनि अगाडि आइदिनु होला। कोषाध्यक्षमा हुनुहुन्छ पुष्पराज पोखरेल। पुष्पराज पोखरेल हजुर पनि अगाडि आइदिनु होला। राज नमान्नु होला, अगाडि आउनु होला। खुलेर हामी चाहिँ यस पार्टीमा लागिराखेका छौँ। सचिवमा हुनुहुन्छ सचिवमा हुनुहुन्छ
ठक्रे प्लिज अगाडि आइदिनु होला। सहसचिवमा हुनुहुन्छ कृष्ण बलम्पाकी हुनुहुन्न रहेछ र म भन्दैछु क्रमशः सदस्यमा हुनुहुन्छ रामलला शाह सुनार, उहाँ पनि अगाडि आइदिनु होला। अर्को सदस्यमा हुनुहुन्छ फेक कुमार शाह, अगाडि आइदिनु होला प्लिज। अर्को हुनुहुन्छ जय नारायण शाह, उहाँ पनि अगाडि आइदिनु होला। र अर्को सदस्य हुनुहुन्छ खेम बहादुर कार्की, उहाँलाई पनि अगाडि आइदिनको लागि मैले अनुरोध गरेँ। र महिला सदस्यमा हुनुहुन्छ सविता पाण्डे, प्लिज अगाडि आउनु होला सविता पाण्डे। र अर्को हुनुहुन्छ सुनबहादुर भुजा, उहाँ पनि अगाडि आइदिनु होला। अर्को सदस्य हुनुहुन्छ ब्रिज देवी ठाकुर, ल ठिक छ। अर्को हुनुहुन्छ राम किशन महतो, उहाँलाई पनि अगाडि आइदिनु होला। उहाँलाई हाम्रो जिल्ला सभापति जिल्ला उपसभापति चन्द्रकिशोर महतोजीले उहाँहरूलाई खादा र टिका लगाएर सम्मानका साथ सम्मान गरिदिनु। म हार्दिक सबैजनाले ताली बजाएर कृपया सहयोग गरिदिनु होला। कृपया भिडियो बनाउने साथीहरूलाई मेरो पुनः आग्रह छ, कृपया यो फोटो र भिडियो दुवै क्याप्चर गरिदिनु हुन पनि अनुरोध गरेँ। साथै जय घन्टीका साथीहरूलाई जय घन्टीको गुन्जनले आह्वान गरौँ। जय घन्टी, अलि चर्को स्वरले जय घन्टी, रवि दाइ जय घन्टी, धन्यवाद। यसै गरी अब हामी हाम्रो सजिना म्यामबाट फेरि पनि 7 नम्बरका साथीहरूलाई बोलाउँदै हुनुहुन्छ, कृपया धैर्य गरेर बसिदिनु होला। साथसाथै अब वडा नम्बर 7 का साथीहरूलाई पनि हाम्रो म्यामबाट नाम वाचन हुँदैछ, कृपया अगाडि स्टेज अगाडि आएर उहाँहरू उभिदिनु हुन अनुरोध गर्दछु। यो कसले पक्रेको? सरलाई ल मैले 6 नम्बरको वाचन गरेर सुनाएँ। 6 नम्बरको नामावलीहरू हजुरहरूलाई प्रस्तुत गरेँ। अब हामी गर्दैछौँ 7 नम्बरको यस बर्दिवास नगरपालिका अन्तर्गत 7 नम्बर वडाको वडा अधिवेशनमा छनौट हुनुभएका मतलब यो समितिमा साथीहरूको नाम म भन्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला है सबैजनाले। म प्रोग्राममा छु, सबैजना अगाडि आइदिनु होला। ठेगान हुँदैन मेरो अहिले। 7 नम्बर वडाको सभापतिमा हुनुहुन्छ सीता मुक्तान, उहाँ चाहिँ आज उहाँको मम्मी चाहिँ विशेष बिरामी हुनुहुन्छ है, स्वास्थ्य अवस्था चाहिँ बिग्रेको अवस्थाले उहाँ चाहिँ बिरामी भएर यहाँ उपस्थित हुन सक्नु भएको छैन। यहाँ चाहिँ यो समितिमा बस्नको लागि उहाँको चाहिँ एकदमै ठुलो भूमिका छ र एकदम खुसी हुनुहुन्छ र उहाँ चाहिँ आज उपस्थित हुनुहुन्न। यसको वडा नम्बर 7 को सभापतिमा हुनुहुन्छ सीता मुक्तान, उहाँ हुनुहुन्न है आज। अर्को हुनुहुन्छ उपसभापति रमेश विक अगाडि आइदिनु होला प्लिज। सचिवमा हुनुहुन्छ सजिना ब्लोन बहिनी अगाडि आउनु होला। र कोषाध्यक्षमा हुनुहुन्छ नम्रता लामा बहिनीलाई पनि अगाडि आइदिनको लागि अनुरोध गरेँ। सदस्यमा हुनुहुन्छ मिना लामा। अर्को सदस्यमा हुनुहुन्छ बिन्दा लामा। अर्को सदस्यमा हुनुहुन्छ जुना लामा, प्लिज अगाडि आइदिनु होला है। अनि सदस्य अर्को हुनुहुन्छ रूपा लामा। अर्को सदस्य हुनुहुन्छ शान्ति लामा। अर्को सदस्य हुनुहुन्छ टङ्कलाल पाखरिन, उहाँलाई पनि अगाडि आइदिनको लागि अनुरोध गरेँ मैले। टङ्कलाल पाखरिन। सदस्यमा हुनुहुन्छ ऋतु मुक्तान पनि अगाडि आइदिनु होला। र अर्को सदस्य हुनुहुन्छ प्रकाश धामी, प्लिज सबै। अनि अर्को सदस्य हुनुहुन्छ रमा माया बोलन, प्लिज सबैजना सदस्यहरूलाई अगाडि